एउटा छोरा बेलायतमा छ, केही समस्या छैन। गुन्द्रुक र ढेँडोको पावर 24 आवर। अहिले म युरोपियन पार्लियामेन्ट उसमा छु, ब्रुसेल्समा। हाम्रो लुभेनबाट यहाँ 30-40 किलोमिटर जति टाढा पर्दछ। यो युरोपियन युनियनमा बसिरहेको छु। अहिले मौसम ठिकै छ। ग्रेट ब्रिटेन भन्छन् भने इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्थर्न आयरल्यान्डलाई युके भन्दछन्। त्यसैले यहाँ म किन आएँ भन्नुहोला भने 2-4वटा कुरा म भन्छु, यदि हजुरहरूलाई थाहा पनि होला। त्यसैले युरोपियन पार्लियामेन्ट, यो चाहिँ युरोपियन पार्लियामेन्ट युरोपभरिको संसद घर हो। यहाँ यो पार्लियामेन्ट 2012 मा स्थापना भएको थियो। यहाँ बेल्जियम, हल्यान्ड, जर्मन, इटली र फ्रान्स र 6वटा देश भएर चाहिँ मिसिएको। अहिले 27वटा देशहरू यहाँ चाहिँ मिसिएको छ। र चाहिँ ग्रेट ब्रिटेन कहिले आउने युरोप युनियनमा, कहिले नआउने त्यस्तो भइरहेको छ। अहिले ग्रेट ब्रिटेन युरोप युनियनमा छैन र फेरि आउने जस्तो कुरो छ। यो युरोप युनियन, यो संसद भवन के को लागि हो, युरोप युनियन किन खोलिएको भन्नुहोला भनेदेखि यो कृषि, अब कुनै ठाउँमा गाजर मात्रै होला, कुनै ठाउँमा गोलभेडा होला, कुनै देशमा अङ्गुर होला, कुनै देशमा एप्पल होला, कुनै देशमा गहुँ होला, कुनै देशमा के होला। यो एक ठाउँबाट अर्को ठाउँ जानको लागि ट्रेड युनियनमा चाहिँ नि ट्याक्स नलागोस् र यसको पोलिसी हो एक देशबाट अर्को देशमा चाहिँ भिसा नलाग्ने। ट्रेडहरू र स्वास्थ्यको लागि र बिजनेसको लागि र मेन चाहिँ नि सबभन्दा यिनीहरूको यो युरो हो। तर यो युरो युनियनमा बढेर कोसोभो, अल्बानियम, सराजेभोहरू जोइन हुँदै अहिले 27वटा देशहरू खोलिएको छ। यो सेकेन्ड वर्ल्ड वार पछि खोलिएको हो। अहिले यो 2020 मा इङ्ल्यान्ड छुटेको थियो। अहिले यहाँ यो ठाउँमा हजुरहरूले देख्नुभयो। यो ब्रुसेलको नर्थ स्टेसन पर्दछ। यो ब्रुसेलको बेल्जियमको राजधानी पनि हो। यो ब्रुसेलको राजधानी हो। यहाँ सिसाको घरहरू छ। त्यसैले हेर्नुहोला, यो घरहरू जम्मै सिसाको। यो अमेरिकन आर्किटेक्ट अथवा अमेरिकन मोडलको घरहरू छ। यहाँ मैले सरी देखाउन सकेन। जर्मनको, बेल्जिक घरहरू एकदम नमस्ते पाराको हुन्छ। नमस्ते पाराको भएको हुनाले किन हिउँ जम्न पाइँदैन, त्यसै कारणबाट नमस्ते पाराको हुन्छ। र फ्रान्स मोडेलको घर कस्तो हुन्छ भने बार्दली जस्तो निकालिएको घर हुन्छ। त्यसैले यो अमेरिकन मोडेलको घरहरू हो। अब स्टेसनमा देख्नुभयो होला, यो साइकलहरू छ। यो चाहिँ ठ्याक्क कार्ड हालेपछि साइकल चलाएपछि जहाँ जान मन लाग्छ त्यहाँ गयो, अनि फेरि यस्तै ठाउँमा रोकेर राख्ने। ब्रुसेलभरि यसको चाहिँ सेवा यो छ। र फेरि एयरपोर्टमा पनि आफूलाई चाहिएको जहाजबाट अथवा स्विजबाट अथवा बेलायतबाट आयो, ठ्याक्क जहाज आफ्नो लाइसेन्स देखायो, जहाजबाट झरेर फेरि रेन्टमा पनि गाडीको सुविधा हरेक देशमा चाहिँ छ। यो नेटोको अफिस हो। यो नेटोको अर्थ अथवा बेल्जियम भाषामा नाटो भन्छ, नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन। यो चाहिँ 1949 मा यो खोलिएको हो। किन खोलिएको थियो भनेदेखि एक आपसमा सुरक्षा युनिटी भएपछि कसैले के गर्न सक्दैन। यो एउटा सैनिक सङ्गठन हो। अहिले 33वटा देश
युएसए क्यानाडा गरेर यो चाहिँ 33वटा देश पुगेको छ। यो 1949 मा खोलिएको, यसको मुख्यालय यो बेल्जियमको ब्रसेल्समा छैन। फ्रान्स र इङ्ल्यान्ड भिटो पावरलाई दिएको छ।